हेलो 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 फेरि आइपुगेँ म चाहिँ नयाँ भिडियो लिएर। आजको दिन चाहिँ हल्का स्पेसल छ। स्पेसल चाहिँ किन भन्दाखेरि मेरो फ्रेस थियो 14 दिनको, फ्रेस सक्यो। अब 14 दिन पछाडि ड्युटी जाँदैछु। फेरि नर्मल रेगुलर लाइफ सुरु हुँदैछ। जाने आउने अब यस्तै हो। अब बिचमा 2 दिन छुट्टीमा कतै गएँ केही गरेँ भन्ने बनाइराख्छु, अपडेट गरिरहन्छु। जाडो जाडो छ, त्यही भएर बनाउँछु भन्ने चाहिँ जोस चाहिँ छ, किनकि आजकल सब्सक्राइबर बढिरहेछ, अनि घरबाट पनि मम्मीहरूले बना न, बेलुका खाना खाए पछाडि टक्क एकछिन छोरीको अनुहार हेरेर मुस्कान आउँछ भने किन बनाउँदिनस् मेरो खुसीको लागि भन्ने कुरा आयो। ठिकै छ त्यसो भए होइन, खुसी त दिनु पर्यो नि त घर परिवारलाई भनेर, प्लस टाइम पास पनि भयो। त्यही भएर म चाहिँ बनाउनु थालेँ। फेरि 14 दिनको छुट्टी सक्यो। लिस्बन, अबेरो, कति अझै अरू ठाउँ पनि घुम्यो। नाम चाहिँ मलाई मुखमा फ्याट्टा आउँदैन, किनकि अलिक अप्ठ्यारो ठाउँ छ, ठाउँको नाम हुन्थ्यो। त्यही भएर त्यो सानो सानो सिटीहरू पनि राम्रो थियो, घुमेँ। भिडियो हालेको छु, अझै कति हाल्ने बाँकी होला, कहिले हाल्छु भन्ने पनि टुङ्गो छैन होइन। एडिट गर्नु अलिक समय लाग्ने भएर ठिकै छ। म चाहिँ घरबाट बल्ल निस्क्यो अरे। आज हल्का घामसाम छ, हिजो चाहिँ बबाल पानी थियो भन्न आज घाम लागेको रहेछ र भिडियो बनाउनु ठ्याक्क मन जुर हो क्या। मलाई चाहिँ लक्की मान्छेलाई फेरि जता पनि जुर्छ क्या, यही कुरामा चाहिँ लक्की क्या, फेरि बाँकीमा चाहिँ अनलक्की। ठ्याट फेरि क्या कस्तो हुन्छ त आजको दिन भन्ने म छक्क परिरहेको छु। उहाँसम्म केमा भिडियो बनाउँछु, आज फुल भिडियो बनाइदिन्छु म, केही छैन। टाइम पास चाहिँ त हो। यस्तो मोबाइल लियो चलपल दिँदै चल्दिहाल्यो फेरि आफ्नो गन्तव्यतिर। मर्की लागा जस्तो हुँदैछ। यस्तो वातावरण नमिलेर पनि होला क्या, कहिले घरमा त्यति बस्दै बसेन, कहाँ कुन ठाउँ कहिले कुन ठाउँ। अनि फेरि यो पर्सनलको ठाउँअनुसार वातावरण अलग्गै छ, हावापानी अलग्गै छ, अनि त्यसले हल्का गाह्रो पार्न खोजेको होला। तर खोज्दै गर भाइ, कहाँ त्यत्तिकै च्याप्छु भन्ने बित्तिकै च्यापिहाल्ने हो त रुगाले। केपी ओलीले भने जस्तो म तपाईँसँग भप्पा हानेर झप्प सुतेपछि काम भइहाल्छ यसको। हानेको छैन र मात्र नाम लिउ किन लिउँ केपी ओलीको, मुलाले आएर फेरि यही भिडियोमा नेपाल झिकायो हुन्छ होइन। म चाहिँ मेट्रो स्टेसन तल आइपुगेँ होइन। अब यहाँबाट मेट्रो चढेर जाने हो पछि ड्युटी। फुल भिडियो बनाउँछु सकभर, हल्का ठाउँबाट जान्छु होला सायद आज। रेगुलर बाटो जाँदिनँ, किनकि धेरै दिन पछाडि गयो। हल्का भिडियो पनि बनाएको, अलिक राम्रो ठाउँबाट जाऊँ भन्ने सोच्दैछु। हेरौँ के हुन्छ। पहिलो कुरा त म मेट्रो स्क्यान गरिहालेँ। स्क्यान भयो, मोबाइलले स्क्यान गरेँ होइन। ओभर भिड छ आज, ओभर भिडै हुन्छ मेट्रोमा। यस्तै हो अहिले पनि, कुद भन कुदिहाल्यो। कि चाहिँ हल्का अन्धकार हुन्छ होइन। म चाहिँ ग्लास निकालिहाल्नु पऱ्यो। ओभर भिडियो छ र मैले अहिले तत्कालको लागि चाहिँ राखेँ होइन। अहिले कन्टिन्यू गर्छु ल। म चाहिँ मेरो ल भन्ने बानी रहेछ हौ, स्टार्ट गर्दाखेरि चाहिँ सुरुमा अहिले पनि ल भने, तर म एडिट नगरिकन हालिदिन्छु ल चाहिँ, किनकि ल त ल नै हो। भर्खर मेट्रोबाट निस्केँ होइन। अब हिँड्दै जान्छु म यहाँबाट। धेरै पछाडि यो बाटो आउँदैछु म, रेगुलर बाटो होइन यो। म हल्का अलग बाटोबाट आयो क्या आज। कति एउटै बाटोबाट आउनु, हल्का म छिटै निस्केको थिएँ आज ड्युटी भने पछाडि। हल्का जोसै अलग्गै भयो नि त होइन, धेरै पछाडिको। अब आइहाल्यो होला रेस्टुरेन्टमा, केटाहरू पर्खिरह होला।
सोधिरहेको थियो, मेसेजमा बोलिरहेको थियो कहाँ घुमिस् के गरिस् भन्दै। केटाहरू पनि चिल छ। म स्टोरी त्यहाँनिर सर्ट क्लिपमा हालिदिरहेको हुन्छु त्यो ब्राजिल केटाहरू, झ्याप्ले स्याप्ले केटाहरू छ त्यहाँनिर, मैले हालिरहेको हुन्छु यस्तो सर्ट क्लिपमा। त्यही हो मसँग काम गर्ने केटाहरू। अहिले चाहिँ होइन म यहाँदेखि साउभिन्तो भन्ने ठाउँमा छु। आज चाहिँ प्रायः म मुखै देखाएर बोल्छु किनकि मुख देखाउने लायकै छ त्यही भएर होइन। जो कपाटै मम्मीले हल्का किन पछाडि देखाउँछस्, हल्का मुख देखा, हल्का बोल्न भन्ने हुन्थ्यो। यो सब भिडियोहरू प्रायः म मेरो फ्यामिलीको लागि मात्र बनाएर हुन्छु क्या, हेरौँ एकछिन होइन, हल्का लन त भन्ने तरिकाको। यसो पनि हुन्छ नि त, यसो छोरोलाई यसो हेरोहरू, आमा बाउको मन पक्ली त हालो, यसो डिगे भन्छ के भन्छ बुढी मर्ने बेलामा रेसिस्ट भइहाल्यो एकैछिनमा। हात पनि गल्दो रहेछ है त्यही कन्टिन्यू बोक्दाखेरि त। कस्तो चिसो भएको यार त, एउटा गोजीमा एउटा हात थियो क्या, अनि हात एक्सचेन्ज गरेको चिसो भयो। हिजो बाबा झगडा परेको थियो आमामा, मैले हिजो टिकटकमा देखिरहेको थिएँ यहाँनिर झगडा परेको होइन, यहाँनिर साउभिन्तोको यहाँनिर। अनि के रहेछ भन्दा अब के गर्नु त, त्यत्तिकै बोलेर अनुहारैमा देखाएर भएन होइन। के चाहिँ रहेछ भन्दाखेरि यहाँनिर झगडाको कारण चाहिँ कसको फोटो लिक भयो, नेपालीकै हो फेरि, नेपाली इन्डियनसँग यस्तै हो यहाँनिरको। अब नेपाली चेलीबेटी त चेलीबेटी भन्दाखेरि पनि अब आफ्नै नेपालीहरूको बिजत गरे जस्तो हुने, यहाँ इन्डियनसँग बस्ने रहेछ। अनि के कारण मेन त मलाई पनि थाहा छैन किनकि मैले पनि थर्ड पर्सनबाट सुनेको, तर फोटो लिक भएको रहेछ अनि इन्डियनले गरिदिएको रहेछ। अनि घरमा बुढोले थाहा पाएर कि यस्तै के भन्ने सुनेको थिएँ, तर लास्टै गाह्रो छ यार यहाँनिर। सबजना तल आयो होइन, सबजनाको केही न केही यहाँनिर नराम्रोहरू सुनिन्छ नि। खासै पोर्चुगल राम्रो छैन क्या यहाँनिरको रियालिटी, हार्ड रियालिटी। अब कस्तो भने यहाँनिर पहिलो कुरा त पैसा कम छ। जस्ट 1 मोमेन्ट, म रिचार्ज गरिहाल्छु। म यसमा जान्छु आज। केबल कार त भन्दैन यसलाई, के भन्छ मलाई पनि थाहा छैन हौ। अलमोस्ट लाइक केबल कार। अनि यहाँनिर चाहिँ सेलेरी अलिक कम होइन, 1000 बेसिक दिन्छ अनि 1000मा 400 रुपियाँ। सिङ्गल रुम लियो भने 400 रुपियाँ परिहाल्छ। अनि खाना सानो गऱ्यो भने 150 हुन्छ। अनि प्राय है यो मैले कसै दिदी बहिनीहरू इन्डिकेट गरेको पनि छैन, कसै नराम्रो भनेको पनि छैन, भन्नु पनि छैन। सुरुमै माफी माग्छु, अपोलोजाइज फ्रम माई डेप्थ अफ माई हार्ट होइन। सेक्सी आएछ हौ, तर यस्तै छ अब पैसा सेभिङ नै त्यही बाटो हो कि के हो। म हिजो बेलुका केटाहरूसँग बल कुरा गरेको थिएँ क्या, हिजो बेलुका केटाहरूसँग एउटा मिटिङ थियो। मिटिङ त के भन्नु, ग्यादरिङ थियो भनौँ न। अनि कुरा गर्दा गर्दै अनि के भएको रहेछ, किनकि नेपालीको बिजत भयो नि त यहाँनिर होइन, नेपालीको बिजत भयो यहाँनिर। अनि नाम आए पछाडि नेपालीको बिजत भएपछि त हल्का त नराम्रो लागिहाल्छ नि हौ। नेपाली यस्तो रहेछ उस्तो रहेछ भन्दा इन्डियनहरूले भन्दाखेरि नराम्रो लागिहाल्छ नि हौ। आफ्नै जे भए पनि नेपाल, जहाँ जुन ठाउँ भए पनि नेपाल भने यहाँ त युनाइट हुन्छ नि त। नेपाल भए पो त यो ठाउँको बागलुङ त होस्, पूर्वेली त होस् भन्ने हुन्छ। यहाँ छैन क्या, यहाँनिर भनेको नेपाली हो। इन्डियनले नेपाली भन्ने बित्तिकै, नेपाल ल्याएको भन्ने बित्तिकै चुसुक्क मनमा लाग्छ क्या, त्यो भनेको चाहिँ नेपालीपन हो क्या, बुझ्नु भएन। त्यही भएर हल्का नराम्रो लाएर हिजो बेलुका यसो कुरासुरा गर्दाखेरि अनि यो ठाउँले गर्दाखेरि पनि अहिले त बिगारो, कतिको परिस्थिति नै त्यस्तै हुन्छ भन्छन्। तर त्यो त आफ्नो मन हो। मेरो लागि चाहिँ परिस्थिति भन्दा नि आफ्नो मन हो। मैले यहाँनिर कति भाउजूहरू भेट्छु, कति दिदीहरू भेट्छु, भोलि राम्रो आफ्नो काम गर्ने, आफ्नो हुन्छ राम्रो, धेरै राम्रो दिदी भन्दा दिदी केटाहरू पनि राम्रो राम्रो फ्यामिलीवाला हुन्छ। तर म्याक्सिमम् अधिकांश, शुद्ध नेपालीमा बोल्छु, अधिकांशहरू चाहिँ प्राय
नेपालीहरूसँग अनि नेपालीहरूसँग बस्यो भने नेपालीहरूले एकअर्कालाई कुरा सुनाउने नत्र नेपालमा कतै न कतै सम्बन्ध हुन्छ नि त पूर्वको मान्छे पनि पश्चिममा कोही न कोही भइदिन्छ त्यो भएर इन्डियनहरू यताउतासँग हल्का त्यो तरिकाको रिलेसनमा भइसके पछाडि त इन्डियनहरूसँग त नेपालमा कोही हुँदैन सम्बन्धै हुँदैन बसो खायो सँगै काम गरेर आयो बसो खायो सुतो त्यो तरिकाको हुन्छ नि त भनेको आउट अफ द बक्स होइन घरतिर पनि थाहा भएन इन्डियनको पनि फ्यामिली नेपाल इन्डियामै छ नेपालको पनि केटीको पनि फ्यामिली नेपालमै छ त्यो तरिकाको भएर रहेछ मैले हिजो बेलुका तर म किन भनिरहेको छु नयाँ कन्टेन्ट मान्छे छ है अब कहाँको कुरा कहाँ ल्याएर छिराउँछु त फेरि साँचो कुरा है मैले गफ हानेको होइन किनभने यहाँनिर पोर्चुगलमा जसले हेर्नु भएको छ नि सब एग्री गर्छ क्या 100% एग्री गर्छ किनकि मैले नराम्रो भनेको होइन कसैलाई भन्न खोजेको पनि मैले इन्डिकेट पनि गरेको छैन कसैलाई तोएको पनि छैन यसले भनेको पनि छुइनँ तर यहाँको वातावरण नै त्यस्तै छ कारण पैसा कम नै हो र मन भएन भने चाहिँ के हुन्छ हामी यहाँनिर यत्तिकै हिँडिरहेको छ यहाँनिर पेटमा बुक किताब च्यापेर हिँडिरहेको छु उहाँ काम हुँदैन काम छैन अहिले अब समरमा काम हुँदैन उहाँ गएर पढ्दियो भाषा पढिरहेको छु म ब्याग बोक्न झमेला लाग्छ एउटा बुक के ब्यागमा बोक्नु भनेर अनि यसमै पेटमा बोकिदियो चलिदिरहेको छु क्या सजिलो हुन्छ होइन काम साम छैन अहिले तर यस्तै हो यहाँनिर पोर्चुगलको यो छ अब हेरौँ सुधार भयो भने ठिकै छ नत्र पोर्चुगलको अवस्था यस्तै हो भने प्राय यहाँनिर साह्रै साह्रो छ फ्यामिलीमा धेरै दराद आउनु कारणै त्यही हुन्छ यहाँ मैले आफ्नै चिन्ने दिदीहरूको अस्ति भर्खर मानेर घरमा थाहा पाएर डिभोर्स हुन आँटेको छ यताउता भन्ने सुन्दै थियो अब के गर्नु आफ्नो मन हो अब छोरी मान्छे मात्र होइन छोरा मान्छे नि सबै हुन्छ छोरा मान्छेको पनि फ्यामिली हुन्छ छोरा मान्छेलाई पनि दोस्रो छोरा मान्छेले आँट नगरिकन छोरी मान्छे कोही पनि मम्मी आउँछु ल भन्ने हुँदैन कि छोरा मान्छे मेन दोषी छोरा मान्छे नि म छोरा मान्छे भएर छोरा मान्छेलाई पनि दोषी दिन्छु तर के गर्नु दोष दिएर गर्नु चाहिँ के गर्नु नै केही छैन क्या गर्नु केही सकिँदैन क्या त्यो हाम्रो हातमै छैन तर ठिकै छ अरूको मलाई बाल होइन म आफ्नै ताल ठिक छ यस्तै छ यो जाँदैन त कति टाइम लाग्ने हो झन् अर्को बाटो आएर झन् देखाउँछु आज यो बाटो भनेको हेर्नै पाइरहेको छु म चाहिँ हिँड्ने कुरै गरिरहेको छैन त हामी चाहिँ यहाँबाट निस्क्यौँ होइन
ठ्याक्क म यहीँनिर इन्ड गरेको थिएँ। निस्किँदाखेरि हल्का नेटवर्क स्क्यानहरू गर्नुपर्छ अनि फेरि मोबाइल दायाँ बायाँ हुन्छ अनि त्यो मिसप्लेसमेन्ट हुन्छ क्या। बरु गोजमै राखेर अफ गरेर अनि फेरि कन्टिन्यू गरौँला भन्न त त्यहीँबाट कन्टिन्यू गर्थेँ। त्यहीँबाट भर्खर निस्क्यो होइन। अब म चाहिँ हिँडेँ। युजल्ली मलाई आउँदाखेरि म्याक्सिमम् 25 मिनट लाग्छ मलाई ड्युटी आउन। तर आज चाहिँ म छिटै निस्केँ किनकि आज अब धेरै पछाडि आएको भएर हल्का एक्साइटेड त होइन, तर त्यही पनि साउला हल्का कृपा गरिदिएको कि क्या। पुल पर्दैछु होइन अहिले चाहिँ मस्तसँग। मलाई लाग्दैछ भिडियो बबाल लामो हुन्छ जस्तो लागिरहेछ। एडिट गर्दाखेरि लास्ट गाह्रो हुन्छ जस्तो छ मसँग टन्ने, तर एडिट भन्ने कुरा है गाह्रो लाग्छ यार। समय कस्तो लाग्दिने भएर हेरौँ कति के हाल्छु म। तर सकेसम्म म फुलै हाल्न खोज्छु किनकि मैले यस्तो नराम्रो बोले जस्तो लाग्दैन होइन। अघि हल्का त्यहाँनिर चाहिँ भावुक भएर त्यहाँ झगडाको कारणले गर्दाखेरि हल्का सम्बन्धको विषयमा आयो होइन। अनि समाचारतिर लेखिदिने जस्तो हल्का दिइहालेँ दिन चाहिँ, तर खासै नराम्रो भने जस्तो लाग्दैन। गेस हाल्न पनि सक्छु। अब बालो मलाई जे हो त्यही बोल्नेको जाँदैछु होइन। बालो जे हो त्यही भनिदिएको यहाँनिर दिदीभाइ दिदीभाइ भनेर त सँगै बसिरहेको हुन्छन्। एउटाजनासँग लप परेर हिँडेर अर्कोसँग त्यहीँ बसिरहेको कति के देख्यो। त्यही भएर त वास्ता लाग्दैन क्या। नेपालबाट हेर्नेलाई चाहिँ अबै हो कि क्या हो र यस्तो हुन्छ र भन्ने हुन्छ। तर यहाँनिर हामीले कति देख्यो कति सुन्यो नि, ए त्यति मात्र हो त्यति मात्र त होइन। तर त्यो हुन्छ नि ब्लिङ्क क्या, केही वास्तै छैन क्या। त्यो डजन्ट म्याटरवाला हुन्छ क्या हामीलाई चाहिँ। अब म पुगेँ, ब्रिज कटिहालेँ। अब त्यही अगाडि हो। आज मेरो विचारमा हाम्रो सुड्डी होली अनि एउटा कालु होला, दुईजना किचक छ। मसँग ओभर जिगिरी छ। मन भएर साउहरूले केटाहरूलाई ओभर टाइम हानिरहेको रहेछ, ओभर टाइम हनाइरहेको रहेछ भनौँ न। मैले हिजो थाहा पाएको थिएँ। हिजो एकजना साथीसँग बोल्दाखेरि यहीँनिरको म बिना कसैलाई मुस्किल छ मेरो काममा भएछ अनि मुस्किल परेर केटाहरूले हल्का ओटी हानिरहेको रहेछ ओभर टाइम। अनि म अब आजबाट आउँछु भने पछाडि अनि केटाहरू मस्त बल्ल अब समय पाइने पर्यो भनेर लामो सास फेर्दै हिजो कल गरिरहेको थियो। हिजो प्रायः त्यो मेरो वाइटीमा प्रायः भिडियोहरू हाल्दा सर्टहरू हाल्दाखेरि म यहीँनिर हुन्छु क्या। जक्सन यही बनिसक्यो बसोहरू अनि यसो गानासाना सुन्नु गफ गर्दै यति बसो। नत्र एकजना दाइ पनि छ यहाँनिर हाम्रो देबु भन्ने, तँसँग यहीँनिर बसेर यता गेमसेम हानुहरू। कहिले काहीँ यहीँ माथि जिम गइदियो, भरे नगइकन डाइरेक्ट बेलुका गइदियो। त्यस्तै छ क्या। रमाइलो भइरहेछ, जिन्दगी चलिरहेछ, इन्जोय गरिराखेको छ आफ्नो ठाउँमा होइन। कसैलाई असर नपुगाइकन होइन। अब टाइम पास हल्का इन्जोयमेन्ट हल्का फ्रेसनेसको लागि भिडियो पनि बनाउँदैछु। पैसाको आश होइन, तर आयो भने त राम्रो। त्यही पनि आश त छैन। हल्का अब पछि ट्याक्कै हेर्दाखेरि पनि छोराछोरीलाई लु तेरो बाउ हेर त्यहाँनिर भिडियो बनायो, तैँले के गरिसकेछ भने मेरो बाबुआमाले मलाई ड्याडीले बाउ भनेर देख्नु भयो भने त्यहीँ भिडियोमा कल गरेर मलाई तेरो बाउलाई बाउ भन्छस् भनेर फेरि मार थर्काउनुहुन्छ। आर्मी हो नि त, गाह्रै पर्छ ड्याडीसँग चाहिँ। पुरा सुनाउनु हुन्थ्यो क्या। पानी चढेर तरेर हामी खोला तरेर किताब टाउकोमा राखेर पढ्न जान्थ्यौँ। तँलाई यस्तो गर्दाखेरि पनि त पढ्दैनस् भन्दै कस्तो गाली गर्नुहुन्थ्यो सानोमा है, 10सम्म पढ्दाखेरि। अनि अब मेरो छोराछोरीलाई त त्यस्तो भन्न मिलेन किनकि मैले टाउकोमा किताब राखेर पढ्नै गएको छैन। म त झोलामै बोकेर जान्थेँ 9-9वटा किताब, 18वटा कपी किताब बोकेर। मैले त भन्यो भने त पताउँदैनन्। त्यही भएर मैले चाहिँ यो भिडियो बनाएँ, तैँले चाहिँ के ख्यासिस् भनेर हल्का त्यही केही न केही त भन्ने हो क्या। यो पुर्खौली हो क्या। केही न केही चाहिँ आफ्नो पेल्ने हो क्या। हनिहाल्ने हो दारा किटेर एक चाहिँ भन्दै
गाह्रो छ अहिले यहाँनिर त छोराछोरी हात हाल्न पनि नमिल्ने छोराछोरी कम्प्लेन गऱ्यो भने बाबाआमालाई लिएर चल्दिने पुलिसले 2 दिन 3 दिनको लागि अनि चाहिँ छोराछोरी आफन्तकोमा गएर छोडिदिने उल्टे अनि त्यहाँदेखि वार्निङ दिने आफ्नो छोराछोरी पाल्न पनि सरकारलाई फाइन तिर्नुपर्छ गल्ती गर भने के गर्नु थेत गाह्रो छ हौ यहाँ नि मेरो दाइ चाहिँ काम गर्ने ऊ पारी हो यहाँबाट अलिक देखिँदैन ठ्याक्कै यहाँबाट पारी हो यही बाटो हो तर यो बाटोबाट ठ्याक्कै 5 मिनट हुनुपर्छ यो चाहिँ स्ट्रिट्स हो म हल्का क्लिपमा हालिराखेको हुन्छ नि त्यो केही सो म्युजिसियनहरू कहिले के गर्यो कहिले के गरेको यहाँ बबाल भइरहेको हुन्छ दामी हुन्छ टाइम पास चाहिँ यहाँनिर अखा हुन्छ है फेरि समय चाहिँ बितेको थाहा नै हुन्न हातमा मोबाइल होस् टक्क होइन चिसो हावा गर्मीमा होस् या जाडोमा होस् पानी चाहिँ नपर्नु परोस् बाँकी 11 महिना दामी हुन्छ 1 महिना त बबाल पानी नै पर्छ यहाँनिर डिसेम्बर नत्र जनवरी यस्तो बेलामा चाहिँ 1-1.5 महिना चाहिँ बबाल हुन्छ पानी बबाल लामो भिडियो भयो जस्तो लागिरहेछ मलाई होइन अब मेरो गाँठ फाटिरहेछ म यसलाई काटौँ कहाँबाट किनकि मैले लामै जानी बनाएको सिपबाट आएको के भन्छ बोटबाट आएको हाम्रो स्पेनिसहरू भाषाले नै थाहा हुन्छ किनकि म पोर्चुगलमा बसेर पोर्चुगिज र फ्रेन्चसँग धेरै बोल्नुपर्ने हुन्छ पोर्चुगिज बरु मलाई गाह्रो तरिकाले आउँछ म बुझ्छु रेस्पोन्स गर्दाखेरि तिनीहरूले बुझ्छ तर बर ग्रामर मिस्टेक छ किनकि यो हरेक शब्दमा तिनीहरूको माथि स्पेसल सिम्बल हुन्छ त्यो गाह्रै पर्छ हुन त फ्रेन्चहरू यिनीहरूमा पनि हुन्छ तर अलिक बोल्नु अलिक सजिलो छ क्या होइन त्यही भएर एक सर्ट इक्जाम्पल दिन्छु जस्तै अरू कन्ट्रीमा जस्तै इङ्ग्लिसमा कम्फर्टेबल भयो भने यहाँ कम्फर्टेबल हुन्छ कम्फर्टेबल अनि बिचको आदि हटाइदिन्छ पोर्चुगिजमा अनि कसरी त्यो हाम्रो त्यो एसियनको हाम्रो त्यो टङै छैन क्या पुरै शब्द हामी लाउड एन्ड क्लियर बोलिन्छ क्या ठुलो स्वर प्लस क्लियर शब्द यहाँनिर बिचको शब्द हटाइदिन्छ अनि लेखेको छ पुरै अनि बोल्नु छ आदि त्यो बिचको हटाएर त्यसले गर्दाखेरि बिग डिफिकल्ट त्यो पनि कोसिस जारी छ सपना धेरै अगाडि छ खानलाई धेरै नै भयो नि तल नि माथि नि कति भयो चित्त नि दुखेछ कतिको भन्दै ग्राफ हान्दै चल्दिहाल्ने हो फेरि 555 भन्दै अब पुग्न आइसक्यो होइन बेलैमा म के पुगिसक्ने मान्छे हो नि त चिलमा आफ्नो संसारमा माथि केबल कार यो चाहिँ हो क्या केबल कार म चाहिँ अघि त्यसलाई पनि भन्छ हौ त्यसलाई नि के भन्छ भन्न चाहिँ भन्छ है नहीं मालूम त बोल्न त नाम त है उसका अभी अरे अब म लगभग पुग्न आँटेँ 8 मिनट ड्युटी टाइम त अघि हो मेरो अघि पुग्नुपर्ने हो तर त्यस्तो साह्रो उयो छैन क्या कामै हुँदैन म त किताब लिएर गएर उहीँ पढ्ने हो मस्त अगाडि राखेर किताब लिएर जान्छु हेर्छु नेपालमा पढिनँ बाहिर आएर पढ्ने हो त्यहाँ नि नेपालमा गाह्रो छ भविष्यले के देखाउँछ अर्काको देशमा आएर अर्कै किताब पढेर बस्नु पऱ्यो पेटामा च्याप्याछु ब्याग बोक्नको अल्छीले किनकि ब्याग बोक्यो भने फेरि झमेला देखिन्छ ल्याएर एउटा किताब नै छोडिदिन्छु एउटा घरमै ल अब आइपुगेँ होइन म चाहिँ दामी यो युरोपियन सिपहरू 1 2 3 4वटा हुनु 4वटा थियो 4वटा हो हुन चाहिँ एउटा छैन होला अहिले विन्टर भएर त्यस्तो साह्रो सिप चल्दैन क्या एउटा 15 दिनमा एउटाहरू होला समरमा त 2 दिनमा 3 दिनमा एउटा भएकै हुन्छ अहिले चाहिँ जाडोले गर्दाखेरि त्यस्तो हुन्न अहिले अब यस्तै हो म काममा पुगेँ गरौँ भयो यार सुई हिँडेको अब पुगिसकेँ सब खाली छ रेस्टुरेन्टहरू यतातिर विकास सिक्नुपर्छ क्लासहरू फेरि अहिले अन्धकारमा बारी पत्र रस्ता किधर हे भन्दै सिक्नुपर्छ फेरि
ब्याक इन्ट्री होइन, यो चाहिँ साइड वक। Hola Jenny. Está muito. Aí eu sei aí você vai. Tudo bom, Jenny? Tudo. Are you good, man? This is it. You want one more? I'll give you one more. Take this. Messi beaucoup. Friends. Messi beaucoup. ए मैले काम गर्न चाहिँ हैन यहीँनिर काम गर्छु, अर्डर लिने हो, भाषा बोल्नु पर्यो। Bro, I'll change and come. Look what I bought. The fucking book. Me too. So, hey हो मैले गर्ने मार्केट चाहिँ हैन, सानो सानो स्टक छ। Bro, Are you watch the video? For what? on my YouTube. For YouTube? Yes. Machine running to the one mirror through. That यार यो हालौँ कि नहालौँ, अब पुरै भिडियो गरेर चाहिँ बिचरा युज गर्ने ए गान्डु होला। अर्जेन्टिना है यिनीहरूलाई मुख छाड्न सिकाएकोले गर्दाखेरि पनि दिदी छ यार, मुख छाड्दिहाल्छ बिचमै। अब यसलाई एडिट गरौँ कि नगरौँ गरौँ। त्यही नेपाली सिकाउन नि गाह्रो क्या। अब म एक जम्मा दुईजना छौँ, यत्रो 29 वटा स्टप छ, 29 वटा स्टपमा जम्मा दुईजना नेपाली छौँ, त पनि हामी सँगै काम गर्छौँ, हामी जिग्री छौँ। मेरो एजको म जस्तै चलपल इच्छा गर्ने छ एकजना, गान्टे छ है सानो पुर्खेर। अनि सबलाई नेपाली सिकाइयो। अब राम्रो कहिले सिकाइएन, राम्रो अब दिमागमै आउँदैन। जान्ने भनेको नराम्रोबाट हो क्या बाहिर, यिनीहरू पनि नराम्रै मात्र सिक्न खोज्छ। हुन त मैले पनि आएर सुरु नराम्रै सिकेको। हात मिलाउँदाखेरि मुख छाड्छ मुलाहरू, अब के गर्नु त। ल अहिलेको लागि म राख्छु होइन, बाँकी कन्टिन्यू चाहिँ लास्ट लान्छु। अब म यसलाई मिलाएर